हेलो एभ्रिवान। आज चाहिँ हामी दामलाखा आएको छौँ। यहाँनिर सानो प्रोग्राम थियो र सो यहाँ चाहिँ आइसिआरले सानो क्याम्पिङ चलाउँदैछ, एमजिएमजी भनेर, मेरा गाउँ मेरा गौरव भनेर चाहिँ एउटा सानो क्याम्पिङ प्रोग्रामहरू उयो कन्डक्ट गर्दैछ। सो त्यसकै कारणले चाहिँ हामी यहाँ दामलाखा आएको थियौँ। यो चाहिँ पाक्योङको वरिपरि भिलेजहरूमा चाहिँ गएर हामीले यसरी क्याम्पिङ चलाउँदैछौँ। सो आज चाहिँ हामी त्यसै कारण चाहिँ दामलाखा आइपुगेको र देख्न सक्नुहुन्छ एकदम डरलाग्दो घाम छ। मर्निङ मतलब लन्च टाइममा त हेभी डरलाग्दो पानी पऱ्यो र आफ्टर लन्च त पानी रहेर एकदम डरलाग्दो घाम लागिरहेको छ, ढाड पोल्ने घाम लागिरहेको छ यहाँनिर चाहिँ। र देख्न सक्नुहुन्छ भ्युज पनि एकदम राम्रो छ, एकदम क्लियर भएको छ है। तर यहाँ दामलाखामा चाहिँ दामी दामी भ्युजहरू छ है, म तपाईँहरूलाई देखाउँछु ल। एकदम राम्रो राम्रो छ यहाँनिर। सरहरूले पनि यहाँनिर मजाले घाम ताप्नु हुँदैछ है भिटामिन डी पाउँछ भन्दै। र यहाँ एउटा पहाडी एउटा चिज देखाउँछु ल तपाईँहरूलाई। यहाँनिर एउटा यहाँ मन्दिर छ है, यहाँ मन्दिर जस्तै छ, म तपाईँलाई जुम गरेर देखाउँछु। तर त्यो चाहिँ मन्दिर होइन, यो चाहिँ धर्मस्थल हो। यहाँबाट चाहिँ त्यो धर्मस्थलको बाटो चाहिँ छ माथि, यो झन्डी गढीहरू जाने बाटो हो। यहाँबाट ट्रेकिङहरू पनि जान्छ है। अन्त यहाँ देख्न सक्नुहुन्छ यहाँ माथि चाहिँ तपाईँको एउटा धर्मस्थल छ। म तपाईँलाई त्यहाँ गएर पनि देखाउँछु ल त्यहाँको भ्युजहरू। त्यहाँ त म गएको थिइनँ कहिले पनि। र देख्न सक्नुहुन्छ यहाँ एउटा माम्जे पदमसेहरू है, त्यो धर्मस्थलको ब्याक साइडबाट एकदम राम्रो देख्छ यहाँनिर चाहिँ। र अहिले घामले गर्दा पनि, घाम लागेर पनि एकदम क्लियर छ वारिपारि। र यहाँ चाहिँ सर एकदम एक्साइटेड हुनुहुन्छ है, फर्स्ट टाइम आएको यहाँनिर प्लेन साइडको मान्छे है फोटो खिच्नलाई। र यहाँनिर अहिले चाहिँ यहाँ सरले चाहिँ प्रोग्राम स्टार्ट गरिसक्नु भयो। मैले बिचमा तपाईँलाई कट गरेर देखाएको थिएँ। र यहाँनिर चाहिँ अहिले सरले मजाले सिकाउनु हुँदैछ कसरी अर्ग्यानिक बनाउने, कसरी के हाल्ने, कसरी प्रोसेस छ त्यसको भनेर चाहिँ यहाँनिर मजाले सिकाउनु हुँदैछ। सो आज चाहिँ म दामलाखाको कारणले गर्दा चाहिँ म तपाईँहरूलाई अर्किडको भिडियोहरू सेयर गर्न सकिनँ। सो आज चाहिँ यहाँनिर किनभनेदेखि मैले हिजो यहाँनिर चाहिँ भनेर चाहिँ मान्छे यता यस्तो गरिदिनु भनेर चाहिँ मैले भनेको थिएँ। सो आज चाहिँ सरले मलाई नै जुम भन्नुभयो नि त। सो आज म माथि आएँ, तल फार्ममा बसिनँ। सो त्यसै कारण चाहिँ मैले भिडियो बनाउनु पाइनँ। सो म तपाईँलाई भोलिदेखि फेरि कन्टिन्यू अर्किडको भिडियो देखाउने छु। सो भिडियोलाई हेर्दै गर्नुहोस् होला, अन्त सेयरहरू पनि गरिदिनुहोस् होला।